इङ्ग्लिस क्लासमा बताइदिनु हुन्छ त्यसको छ अब तिनीहरुको केमा झगडा परिदिन्छ सँगको भेला पार्नु बाँकी बसेर त्यसले उचालेको मलाई खाते भन्छ मैले नभन्नु खाते बोले ओखामु बोलेको अहिलेसम्म बाउ मरेको लाइनको पैसा तिर्नु सकेको छैन काटिदिएको 1 वर्ष 2 महिना भइसक्यो भुटानी सानो छैन भुटानी सानो छैन देख्नुभयो यो दाजुभाइ लगाउने भनेको यो मेरो छोरीले छुटायो यसैले गर्दा छुटायो मेरो बुढी पनि छुटायो म फोन गरेर मेरो बुढीलाई मेरो छोरीलाई फकाएर छुटाइदियो 35 36 वर्ष पुगिसक्यो त्यो खाते कराउँदा चाहिँ 36 वर्ष 35 36 37 वर्ष पुगिसक्यो के गर्छु भन्छ बाहिर साबुन राख्नु कति वक्त लगिदिन्छ त्यही राख्नु अफिस छोडिदियो के राख्नु अफिस छोडिदियो मलाई खाते भन के भन खर्च गर्ने एउटा साल खर्च गर्ने 4 है एउटाको नाम खाते अहिले पनि खबरसँग खाते नि के ला खाते नि मेरो छोरा भएको त्यसो बोल्दैन त्यस्तै के यताबाट यहाँ पर्छ फेरि त्यसै काममा देखिरहेको छु कतै पर्छ यहाँ दिएको छ के रन्डी साइकल त बनाउनु
खाते हुन्छ न छोरीको हुन सकिस् न बुढीको हुन सकिस् न छोराको हुन सकिस् भन्छ कसरी मेरो परिवार यिनीले बिगारेको अब हेर्नु न अनि खोकिरहेको भुङ्गा मुना हाल्दैछ साइकल उ गर्यो सिसी क्यामेरा त भोलि देख्छ नि त हो छैन भन्नुभयो तपाईँले सिसी क्यामेराले देख्छ नि त त्यहाँ रानीको छोरी मलाई बोलाउँछ मेरो घरमा जान सक्दैन मेरो देखा न कस्तो राम्रो उयो डान्सहरू पनि मेरो हान्न एकचोटि छु यहाँ हान्नु मात्दैन मेरो कुल ठाउँमा पुऱ्याउँछु नि पैसा बट्टी गर्थे मेरो हान्न एकचोटि छु यहाँ हान्नु मात्दैन मेरो कुल ठाउँमा पुऱ्याउँछु नि यहाँ आइजानु नर्सरीमा बोलायो म नर्सरीमा नर्सरीमा बोलाएको त खातेले हो नि त अघिदेखि नर्सरी भन्दैछ नि त मलाई मान्छे लगाएर मार्छु भन्दैछ खाते गरी खानु सक्दैन साला खाते लिकिताको साला कमाइ खायो बुढी बनाइसक्यो साला सपना सर्कलाई बुढी बनाइसक्यो उनीहरूले मलाई उल्टा जस्तो साले रन्डी नबोला भन्छ मेरै मम्मीको त यहाँ हजुर